छोरी के सानो एकोरो भएर बसे के हौ यसो घर कसरी ल्याउनु पर्दैन छोरी मान्छे भएपछि बाबु कहाँ जान्ला अनि म जहाँ गयो भने तपाईँलाई के मतलब ए भगवान् केही बोल्नु हुँदैन अचल्ला केटाकेटी आइन बाबु कता हिँड्नुभयो कतै होइन काकी यतै गाउँतिर आमा बुवा घरमै हुनुहुन्छ घरमै हुनुहुन्छ हस् हस् भाइ सर नमस्कार नमस्ते साँच्चै मन पराउनु थाल्यो कि क्या हो मेरो घरमा गाउन थालेन यति चाहिँ सुन्नु मेरो बारेमा मेरो शिरमा छिसिक्क भिड्न थाहा भएन नि भाइ सर होइन किन टोलाउनु हो मलाई देखेर के होइन आज कस कहाँ गएर ऋण उठाउने होला भन टोलाएको नि के कति काम ल्याउनु भयो कुनै मेरो घरतिर कजिनी साहबसँग सानो काम थियो कता जानु रहेछ ए भन्छ त ए नानी आमालाई बोलाइदिनु त आमा सरस्वती काकी आउनु भएको छ बाहिर निस्किनुहोस् त ए ल ए सरस्वती नमस्ते कजिनी नमस्ते अनि के कति कामले आयो त मेरो घरतिर सानो काम परिरहेको ल अहिले तपाईँहरू गफ गर्दै गर्नुहोस् मैले लागेँ है ल बुढी राख त गाउँतिर यसो पुगेर आउँछु छिटै आउनु है ल ल अनि सुन त के काम हो भन न सानो काम बस न के कति कामले आयो त मेरो घर भन न कति कामले हुने कजिनी साहब त्यो तलको हर्के छ नि हर्केको छोरो विदेशबाट आएछ बिहे गरेर त्यही कुरो हजुरलाई खबर गरौँ कि भनेर आएको हजुरलाई खबर नगरे त मेरो मनलाई शान्ति नै मिल्यो ए जे गर्नु ठिक गरेछ राम्रै भयो त्यति मात्रै हो कजिनी साहब मैले त ज्ञानगुण कुरा पनि सुनेको छु के त्यो हर्केको छोरी र हाम्रो सानो बाबु ट्याक्का टुक्का छ अरे भनेको हल्ला चोलिएको छ गाउँघरतिर विचार गर्नुहोस् है कजिनी साहब मेरो छोरो त्यस्तो छैन यो घरमा भित्रेर मेरो सम्पत्तिमा रजाइ गराउला भनेर सोचेकी होला त्यो गर्मी छोरीले हो कजिनी साहब हो त्यत्रो दरबारको मालिक नि बनौँला भनेर त्यसले सपना देखेकी हो हाम्रो सानो बाबुलाई ललाई फकाइ गरेर माया जालमा फसाउँदैछ त्यसले यो ताकि यो घरको मालिक नि बन्न सक्छु भनेर विचार गर्नु है कजिनी साहब विचार गर्नुहोस् सरस्वती तिमीले एकदम राम्रो कुरा लिएर आयो यो गाउँमा कसैले पनि थाहा हुँदैन ताकि काजीलाई गर्ने छोरी ओइ के सुने कि जा भित्र यो कुरा तिमी र म रोक्दै रहनुपर्छ भइहाल्छ नि कजिनी साहब यो घर बिग्रिनु भनेको मेरो घर बिग्रिनु म कहाँ बिग्रिहाल्छु कजिनी साहब म पनि जान्छु चिया खाएर गए हुन्थ्यो होइन पछि आएर खाउँला नि ल गएँ ओए राई कान्छा यता आइज त काई साहब नमस्कार 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 यता आइज न कता आइने त कता हुनुहुन्छ काई साहब यो परतिर जाउँ कि भनेर हिँडेको तँलाई मैले किन बोलाएको भने नि मलाई अहिले मेरो घरमा एउटा कामदारको सख्त आवश्यकता छ त्यसैले तैँले गाउँमा साह्रै दुःख पाएको तैँले मात्रै छ सेयर तैँले हर्केलाई सेवा गर्छु भनेर नि तैँले जीवनभरि दुःखै मात्र पाउने त्यसको छोरो विदेशबाट आयो खै तँलाई केही ल्यायो तँलाई केही सम्झ्यो तिनीहरू काम लाग्ने भनेका
आफूलाई दुःख पर्दा मात्रै हो, तँलाई दुःख पर्दा कोही पनि काम लाग्दैनन्। त्यसैले मैले भनेको मान, मेरो घरमा कामलाई बस। लु भो काई साहब, अरूले सम्झे सम्झुन्, नसम्झे नसम्झुन्, बरु खोले खाएर बसिन्छ। तपाईँको पछि लागेर यो गाउँका सारा जनतालाई दुःख दिने काम चाहिँ म गर्दिनँ। मैले कसलाई दुःख दिएको छु भन् त? लिन भएको ठाउँमा लिन परिगयो, बुझिस् नि? तिनीहरूलाई अब दुःखमा काम चलाइदिएपछि तिनीहरूले पनि मलाई फुरुक्क दिनु पर्दैन। मैले के नै गरेको छु र? दिएको बापत ब्याज ल्याएको मात्रै हो। तँ मसँग किन रिसास भन्ने कुरो मलाई राम्रोसँग थाहा छ। त्यो हर्केको परिवारलाई किन दुःख दिएको भन्ने होला होइन? तिनीहरूले मलाई बेलामा पैसा तिरेको भए त्यत्रो ब्याज पनि हुँदैन थियो यार। लु भो काई साहब, हजुरले जति नै आदर्शको कुरा गरे पनि हजुरको बानी मलाई थाहा छैन। खोले खाएर बस्लास् त्यो त मैले माने। तेरो घरमा तेरो बहिनी र तँ कुनै बेला बिरामी परिस् भने नि खोले खाएर निको हुँदैन, बुझिस्? त्यसको लागि ओखती नै खानुपर्छ। ओखती खानको लागि पैसाको आवश्यकता हुन्छ। त्यसैले मैले भनेको मान्छस् भने मेरो घरमा तुरुन्त आइज। अब मान्दैनस् भने त मैले भन्नु केही पनि छैन। त्यही हर्केको घरमा गएर बस अनि खा यत्रो भाग्यो। तँलाई दुःख पर्दा तेरो साथमा कोही पनि हुनेवाला छैनन्। तैँले दुनियाँको सेवा गरेको छस् र तँलाई दुःख पर्दा कसैले सेवा गर्नेवाला छैनन्। मैले भनेको कुरालाई मनमा राख, बुझिस्? परा छैन, जतिले दुःख परे पनि भोग्न तयार छु, किनकि मलाई दुःख भोग्ने बानी परेको छ। भन्छ मेरो कुरा सुन्न, ठिक छ जा। कुनै दिन तँलाई अप्ठ्यारो पर्यो भने यो काजीलाई सम्झेर आएस्। तेरो लागि मेरो घरको ढोका सधैँ खुल्ला छ। अनि काका के काट्दै हुनुहुन्छ? यो यसो यहाँ किलोलाई ए ए पासतुस गरेर ठिक्क पार्नु पर्यो भनेर के गर्ने बोले। ए अनि हिजो प्रितमहरू कतिखेर आइपुग्यो काका? राति आयो नि। अनि पैसा त टन्नै ल्यायो होला नि। के को पैसा ल्याउँथे बोले? पैसा त होइन, सुहानी चाहिँ लिएर आएर मरेछ। के गर, बुद्धि बिग्रेपछि यस्तो हुन्छ। सल्लाह छैन। अनि भले मलाई एउटा कुरो अस्तिदेखि खड्किरहेछ। तैँले त्यो काजीलाई अति थर्काउनु त थर्काइस्। अब काजी त फेरि स्वभाव राम्रो परे मान्छे होइन। भोलि तेरो ज्यानलाई पनि खतरा, हामीलाई पनि खतरा हुन्छ जस्तो त लाग्यो त मलाई त। हे काका, त्यो काजीको के पिर्लेको भने जब कि यो राई कान्छा गाउँमा हुँदाहुँदै त्यसमाथि तपाईँको छोरो प्रितम आइपुगेछ। अब त्यो र म मिलेर काजीसँग कसरी लड्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ। अनि काका प्रितम कहाँ छ? प्रितम सुतिरहेको। अब भर्खर घर आइपुगेको, थाकिएको ज्यान उठाउनै मन लागेन। उनीहरू आफ्नो हिसाबले उठ्छन्। अब भन्नु त नहुने होइन है काका। छोरो नउठे पनि बुहार त उठेर यसो दैलो लिपोत गर्नुपर्ने देख्दिनँ। तैँले भने ठिकै हो, तर उठ्दैन। अब विदेशतिर बसेका, त्यहाँ दैलो लिपोत गर्नु पर्दैन। त्यही भएर ढिला संस्कृति हो। म त केही भन्दिनँ बोले, जे मन लाग्छ त्यही हो। ए ल ल काका,
प्रितमलाई भेटौँ भनेर आएको थिएँ, म पछि आउँला। ल भले ल ल अहिले म लागेँ। ल ल बा चिया ए चियाले खाइस् अनि तैँले खाइस् त मैले खाएको के गर्नु मलाई माया गर्ने ख्याल गर्ने तिमीहरू दुई दिदीबहिनी त रहेछ अब छोरोलाई यो कुरा भन्न हुँदैन अनि दिदी खोइ त ए दिदीभित्र धन्दा गर्दै हुनुहुन्छ हो ल तेरो पढ्न ओर्नु के गर्नु पर्छ जा है हस् ल भन्न यी दुईटी छोरीहरू छन् र मलाई यसो आधार भएको छ छोराको ताल त्यही हो बाउ आमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि भने जस्तै भएको छ के गर्नु होइन गीता दाइ विदेशबाट आएपछि मलाई त बिर्सिस् त बिर्सेको छैन मेरो घरमा काम हुन्छ अनि म त्यस्तो छैन के त्यस्तो नसोच न होइन के कुरा हुँदैछ हौ दुईजना बिच ल यो त मसँग रिसा छ त अहिले पनि किन र के भयो उसलाई त्यसलाई नसोध न के भयो अस्ति यसले मलाई बाटोमा के भनेको थिएँ मैले पनि भन्दा थिएँ त्यसै रिसा नि ए तेरिका साथी बिच थाका टुक्का त भइहाल्छ नि त्यही माथि तिमीहरू दुइटा एकदम मिल्ने साथी हो होइन खासमा भएको चाहिँ के हो के हुनु नि यसले चाहिँ मेरो हुनेवाला बुढा कहिले पनि फर्केर आउँदैन भनेको थिएँ त्यही कुरामा रिसा नि त पनि छोडेर गएको मान्छेलाई सम्झेर केही फाइदा छैन के बगेर गएको खोला फर्केर आएको कहिले सुनेछस् मैले पनि यसलाई त्यही त भनेको थिएँ नि त्यही कुरामा रिसाएको जाउँ हामी पनि अब बा म पानी लिन गएँ है ए ल ल छोरी छिटो गरेर आइज है फेरि गाउँमा राचे स्वभावका मान्छे छन् अलिक विचार गरेर जा नानी छिटो आइज है बा घरमा चामलै छैन त्यही खोली पकाउनु त होला नि है अब घरमा जे छ त्यही पाउ नि त हो नि खाने मान्छे बढ्या छन् कराईभरि पकाएको पर्ने बहिनी पिर नगर म चामलको व्यवस्था गरेर आउँछु ए हजुर यता सुन्नु न मासु खान मन लागेको छ खसीको मासु लिएर आउनुहोस् है ल भइहाल्छ छोरी छोरी हजुर बुवा यता आइ त अब यहाँ खसी मासु के आउने कुरा भयो हामीलाई चाहिँ खासै खसी मासु खाने बानी पनि परेको छैन स्वाद कस्तो हुन्छ बिर्सिसकिया छ कोही कोही मान्छेलाई सुनाइदिए खसी मासु नखाने भनेर अनि हामीलाई चाहिँ गुन्द्रुक भयो है म यसो गाउँथेँ भाउजू भाडामा बिर्सिदियो सके नानी भाउजू बाको कुराले मन नदुखाउनु ल बालाई खसी पार्ने जिम्मा मेरो भयो अब तपाईँहरू यतिका वर्षपछि बालाई केही नभनी घर आउनु भएको छ त्यही भएर बाको मन भाँचिएको छ तर एक न एक दिन बाको मन अवश्य फर्केर आउनेछ हेर न ठुस्रो पर्दा मेरो भाउजू कति नराम्रो देखिएको अब एकचोटि हाँस्दिनुहोस् त हाँस्दा त यति राम्रो देखिने मेरो भाउजू त्यसै किन रिसाउनु भएको हजुर सधैँभरि यसै गरी हाँसिराख्नुहोस् ल भाउजू आउनुहोस् ओ राई कान्छा दाई नमस्ते आराम हुनुहुन्छ आराम नमस्ते नमस्ते जे होस् विदेश बसेर पनि
आफ्नो संस्कार चाहिँ भुलाएर हिँड्छस्। अरे राई कान्छा दाई आफ्नो संस्कार त कहाँ बिर्सनु भयो त बिर्से भयो त हात मिला नि ल ल म आउनु त बिहानी धेरै घरमा आएको थिएँ, अब हो र? मस्त सुतिरहेर छस्। ए अब- अब मलाई उठाउनु पर्दैन अब नयाँ दुलाई मस्त सुतिरहेछ, के उठाउनु भनेर म त फर्केर आएँ। तेरो दाई के हुन् तेरो मजाक नगर्नु न उठाउनु पर्छ नि तपाईँ र म त जिग्री हो नि हो नि हुन त अब के गर्नु, अब थाकेको नहोला भने अहिले चाहिँ कता हिँडेको नि? यसो त्यहाँ घरमा सामान सिद्धिएको रहेछ पसलसम्म जाऊ अनि बुढीले पनि फेरि खसीको मासु खाऊँ भने ए। यसो अब मासु पनि ल्याउनु पर्यो भनेर नि दाइ ए ल ठिक छ भनेपछि पैसा त टन्नै कमाएर ल्याइस होला नि त। के कमाउनु दाइ विदेश भनेको यहाँबाट सोच्दाखेरि मात्रै विदेश रहेछ यहाँ त धेरै दुःख रहेछ नि दाइ एउटा कुरो कमाउन दुःख कमाएपछि बचाएर घर पठाउन दुःख सोचे जस्तो विदेश नहुँदो रहेछ राई दाइ अनि आएपछि मलाई भेट्नु पर्दैन, फोन गरेर चाहिँ घर खबर सुनाइदिनु भन्ने। आएर चाहिँ सुट थाहै थियो नि त। ल अनि आज भेट्छु भनेर त हजुरलाई भेट्छु भनेर हिँडे आऊ नि सामान पनि ल्याउँछु राई कान्छा दाइलाई भेट्छु पनि भनेर हिँडे आऊ है अब तेरो पनि कुरै बुझ्नु गाह्रो छ। ल म पनि त्यही मासतिर हिँडेँ त, तँलाई ढिलो होला फेरि बुहारीले मास पर्खेर बस्यो होला। ल जा म अहिले लागेँ। लागिहाल्ने त अँ। साँझ भेट्नुपर्छ है दाइ ल ल ल अनि दुई भाइ चिरिप्प बस्नुपर्छ ल ल अब यत्रो वर्षमा भेट भएको छ है ल ल ल ल ल जा। ल दाइ ल यत्रो वर्ष विदेश बस्यो पैसा कमाइ छैन होइन, यसले विदेश बसेर त्यो बुहारी मात्रै कमायो त। काका नमस्ते। नमस्कार मेरो बेला हो के छ हाल खबर ठिक छ काका एकदम। हजुरको के छ? ठिकै छ मेरो पनि अनि धेरै भयो यतातिर नदेखेको खालि उतै व्यस्त भइन्छ त्यही त बा अलिअलि काम पनि थियो, अहिले पनि यसो बाहिरतिर यसो गएर आएको थिएँ। ए ठिक छ काम पर्दा दिन परिगयो अनि काका मैले त सुनेको तपाईँलाई त त्यो काजीले एकदम अन्याय गरेको छ भने सुनेको थिएँ। है निर्मल बाबु के भन्नु अब हावा नचलिकन पात हल्लिँदैन भन्ने कुरा त तिमीलाई मैले भन्नु पर्दैन काजीको ज्यादती अहिले मात्रै होइन पहिलादेखि नै हो अब अहिले चाहिँ किन हो म कहाँ खन्या छन् मेरो गल्ती भने पनि जे भने पनि छोरो विदेश जाँदा अलिकति पैसा लिएको थिएँ भनेको समयमा तिर्न सकिनँ अब अहिले त मलाई बाटोमा भेटे बाटोमै पेल्छन् घरमा आए घरमै त्यतिकै गर्छन् अरूभन्दा पनि मलाई सबैभन्दा चिन्ता चाहिँ के भयो भने नि बाबु तामाका मुना जस्ता दुईजना छोरीहरू अब पँधेरो घाँसपात गर्न जाँदाखेरि केही गर्दैनन् कि भने साह्रै चिन्ता छ बाबु चिन्ता किन लिनुहुन्छ काका? ऋण भन्ने कुरा त सबैलाई लाग्छ। अब ऋण लाग्यो भन्दैमा यो काजीले त्यति धेरै ज्यादती गर्न त भएन नि। यसको लागि म तपाईँलाई पूर्ण रूपमा साथ दिन्छु काका, तपाईँ चिन्ता नलिनुहोस्, म छु। हुन त हो नि बाबु तर के गर्नु मूर्खदेखि दैव डराउनुपर्छ भन्छन् त्यो बले बाउले पनि अस्ति त्यस्तै भने म छु काका नडराउनु भने तर तिनले चाहे भने पैसा ओछ्याएर जे पनि गर्न सक्छन् अब तिमी पनि आँखा तारा हुन सक्छौ त्यो बले पनि त्यसले गर्दा जुन दिन मैले पैसा तिर्न सक्छु नि त्यही दिन पुरा उठाउनु परे पनि चुप लाएर बसे पनि गर्न पर्ला अहिले चुप लाग्थ्यो बाबु भइहाल्यो केही नबोल काका तपाईँ आफै यस्तै भन्नुहुन्छ भने म पनि के गर्न सक्छु र। अब तपाईँ हामी जस्तो मान्छे चुप लागेर बसेकै कारणले काजीले हामीलाई यस्तो दमन गरिरहेछ। ठिकै छ काका लाग्छु म पनि अब। ल बाबु धेरै राम्रा कुराकानी भए पुरा मुनासिब छ तर के गर्नु काजीको स्वभाव तिमीलाई थाहा छैछ अब अर्को कुरा तिमीलाई थाहै छैन अस्ति त्यो काजीकै पछि लाग्ने एउटा केटो थियो नि अहिले लापत्ता छ अरे अब मैले पनि गाई सुने हो आँखाले त देख्न पाएको छैन त्यही भएर आफ्नो ढाड चाहिँ जोगाउनुपर्छ बाबु अरू कुरा छँदैछ ल हस् त काका म ल। ख्याल गर्छु। ल बाबु ल
प्रज्ञा, हामी कति भाग्यमानी है, आज एउटै घरमा नन्द र भाउजू भएर बस्न पाएका छौँ। हो नि, मैले त झन् सोचेको पनि थिइनँ, तर म त्यसमाथि नन्द र भाउजू। त्यही त भन्दैछु त, मैले हिजो त दाइको अगाडि तपाईँ भने, मैले त भने नि नरिसाल। रिसाउँदिनँ कि सीता, मलाई पनि कति गाह्रो भएको छ तँलाई तपाईँ भनेर बोलाउनलाई। अब फेरि दाइले गाली गर्नुहुन्छ। त्यो कुरा छोड्यो, तर प्रज्ञा, त यो घरमा छिरेदेखि मेरो घरै स्वर्ग भएको छ। अनि तँलाई थाहा छ मैले तेरो दाइसँग किन बिहा गरेँ, कसरी बिहा गरेँ, के कारणले गर्दा बिहा गरेँ? अनि तैँले भनेकै छैनस्, मलाई कसरी थाहा हुन्छ भन् त? बरु भन् न, मेरो दाइसँग तेरो कसरी भेट भयो? म कम्पनीमा काम गरिरहेको बेलामा मलाई फोन आयो। फोन उठाउँदाखेरि मेरो साथीको फोन रहेछ। अनि तेरो दाइ खोलाको किनारमा लडिरहेको अवस्थामा मेरो साथीहरूले भेटाएका रहेछन्। उनीहरूले हस्पिटल लगेर तेरो दाइको हस्पिटलमा होस आउँदाखेरि तपाईँको घर कहाँ हो नेपालमा भनेर सोद्धा मेरै गाउँको नाम भन्नुभएछ। अनि यसलाई चिन्नुहुन्छ भनेर दाइलाई भन्दाखेरि उसलाई त म राम्ररी चिन्छु नि, जनकाकाको छोरी हो भनेपछि म काम गर्ने छोडेर हस्पिटल गएँ। तेरो दाइको उपचारमा धेरै खर्च भयो, धेरै समय लाग्यो। मैले कमाएको जति तेरो दाइलाई उपचार गर्दै खर्च सक्यो। अनि मैले काम गर्दै नेपाल राजदूतावासमा गएर सबै प्रोसेस मिलाएर हामी नेपाल आएका हौँ सीता। त्यही भएर हामीसँग कुनै कमाइ आइराखेको धन सम्पत्ति पैसा केही पनि छैन। प्रज्ञा, तैँले हामीमाथि ठुलो गुण लगाएकी रहेछस्। तन्न हाम्रो दाइ बाँचेर आउन सफल हुनुभयो। म तेरो यो गुण कहिल्यै बिर्सिन्न प्रज्ञा। धन त हामीसँग नहोला, तर तँलाई यो दुखीको झुपडीमा कहिल्यै दुःख हुन दिन्न। हेर सीता, यो गुण सुन मलाई रानी बनाएर राख्थ्यो भन्ने कुरा सबै छोडिदे। अब हामी दुईजना मिलेर यो घरलाई स्वर्ग बनाउनु पर्छ। आयन बाबु, तिम्रो बुवाले मेरो परिवारलाई धेरै दुःख दिनुभएको छ, अनि तिमी यहाँ किन आएको? प्रीतम दाइ, बिन्ती छ, मेरो बुवाको गल्तीको सजाय मलाई नदिनुहोस्। सजाय? मैले तिमीलाई के नै भनेको छु र? मैले त आफ्नो घरमा जाने बाटो कुरेर नबस भनेको। दाइ, मैले आज हजुरले एउटा कुरा भन्नै पर्छ। मैले हजुरको बहिनी सीतालाई आफूलाई भन्दा धेरै माया गर्छु। के रे? मेरो बहिनीलाई माया गर्छु रे? तेरो बाउले मेरो परिवारलाई दुःख दिएर नपुगेर अब मेरो बहिनीलाई माया जालमा फसाएर मेरो बहिनीको जिन्दगी बर्बाद गर्न खोज्दैछस्? अबदेखि मेरो यो घर वरिपरि तँलाई देखेँ भने जिउँदै खाल्टा मुनि गाडिदिन्छु, बुझिस्? बाटो छोड! मेरो बहिनीलाई माया गर्ने याद गर। पनि सँगै हुन नसक्नु सबैभन्दा ठुलो घाउ बन्यो। हजुरलाई मैले कतिचोटि भनिसकेँ एउटा काम गर्ने मान्छे ल्याइदिनुहोस् भनेर। अब खोज्न त खोजेको हो नि, मान्छे पाइँदैन। अब म काम गर्दिनँ, मेरो आफ्नै काम छ भन्छन्। अहिले हाम्रो गाउँका मान्छेहरू सबै धनी हुन थालेछन् बुढी। सबैका छोरछोरी विदेश। अब को आउँथ्यो राम्रोलाई काममा? अहिले फेरि पहिला जस्तो जुग पनि छैन नि। काम गर्ने, एक महिना चामल लगाएर खाने। अब महिना मेरो छोराले विदेशबाट खन पैसा पठाइदिइहाल्छ।
अब व्यापारीले बोराका बोरा चामल उधारो दिइहाल्छ। त्यही भएर हाम्रो घरमा मान्छे काम गर्न आउनु नखोजेका होलान् कि जस्तो लाग्छ मलाई त। त्यही पनि पिर नगर, कोही न कोही त पक्कै आउँछन्। सबैसँग पैसा हुन्छ भन्ने कुरो पनि छैन नि बुढी। मलाई त जसरी पनि चाहिन्छ। फेरि यो ढाड दुखेर काम गर्न सक्दिनँ। तपाईँलाई सबै कुरा थाहा छ त। ल के ल, अब मलाई थाहा भइ पनि थाहा नपाए जस्तो गर्नु परेको छ। यस्तो त अनि छोरा मान्छेको छ। हो कहाँ आयो लठुवा? होइन है, कहाँ रहेछ त? के भयो? रुजिया मुसो जस्तो भएर आएछ त? मलाई जे भए पनि तपाईँहरूलाई के मतलब? यो सब तपाईँहरूकै कारणले गर्दा भयो। के अरे? हाम्रो कारणले गर्दा तेरो यो अवस्था भयो रे? भन, कसले तँलाई यो अवस्था बनायो? तँ बाघको छोरा होस्, बिरालो नबन, बुझिस्? होइन, यसलाई के हुँदैछ आज भोलि? मसँग राम्रोसँग बोल्दैन त? केही तिमीलाई कुरा थाहा छ कि? मलाई लुकाएको त होइन नि? छैन, मलाई के थाहा? तपाईँले सोध्नुहोस् न। मलाई केही भन्दैन सोध्यो भने झर्केर त्यसरी हिँड्छ, देख्नुभयो त? यसलाई केही न केही भएको छ। यदि मैले थाहा पाएँ भने म जस्तो नराम्रो कोही पनि हुने छैन। बुझ्यौ नि तिमीले? बुझे। जाऊ, भित्र गएर एक कप चिसो पानी लिएर आऊ। फर्के सीता बोलाएको सुन्दैनौ क्या तिमीहरूले? होइन, किन रिसाइरहनु भएको छ त हजुर? त्यो आयन भन्ने काजीको छोरो तँलाई कुरेर बाटोमा बसिरहेको रहेछ। हजुरको बहिनी सीतालाई माया गर्छु भन्दै थियो। त्यसले माया गर्नु त कहाँ हो? अब त्यसले सपनामा पनि तेरो नाम लिन सक्दैन। आज राम्रै सबक सिक्यो त्यसले। ल, यो सामान भित्र राख। चामल चाहिँ पसल दाइले यहीँ ल्याइदिन्छु भन्नुभएको छ। अनि हजुरले चाहिँ किन झगडा गर्न पर्थ्यो त? सम्झाएर पठाएको भए भइहाल्थ्यो नि। हे भगवान्, अब त्यो काजीले फेरि के गर्ने हो? अब केही गर्दैन त्यो काजीले। त्यसको प्रतिकार गर्न म आएको छु। हिँड भित्र जाउँ, हिँड। हेर बुढी, यो कुन्तुरोमा त्यो हर्केको मात्र होइन, यो आदि गाउँको मान्छेहरूको ज्यान लुकेको छ। अब तिनीहरूले नतिरेर सुख, अब तिनीहरूले तिरेनन् भने तिनीहरूको सारा सम्पत्ति अब तिम्रो नाममा पार्नुपर्छ। बुझ्यौ तिमीले? बुझेँ बुढा। हर्केको छोरो विदेश जाँदा लगेको रि अब त साउ बिहा तिर्छ होला नि। छोरो पनि आएछ। त्यो हर्केले नतिरे त्यसको बाउ नर्कबाट आएर तिर्छ, तिर्न परिहाल्छ नि। मैले कता सुन्दैछु त्यो हर्केको छोरो हामीसँग चोरी खोज्ने कुरा गर्दै हिँड्छ अरे। त्यसले अझैसम्म चिनेको छैन होला यो काजी र कजिनी कस्ता छन् भनेर। हामीले जस्तो पनि खेल्न जानेका छौँ कि कसो बुढी? तपाईँले ठिक भन्नुभयो बुढा। तपाईँले यो स्थानसम्म पुर्याउने को मान्छे हो भन्नु त? मलाई यो स्थानसम्म पुर्याउने मान्छे एउटै छ। त्यो मान्छेलाई मैले कहिल्यै भुल्न सक्दिनँ। त्यो मान्छे तिमी हौ बुढी। ल ठिक छ। यदि तपाईँको बारेमा गाउँमा मैले नराम्रो चिक्क कुरा सुने भने नि, म जतिको नराम्रो कोही हुँदैन भन्ने कुरा त तपाईँले राम्ररी बुझ्नु भएको छ नि। बुझेछु बुढी, बुझेछु।
तिमीलाई आफू बुढोप्रति अलिकति पनि विश्वास छैन? आफ्नो बुढोलाई विश्वास नगर्ने श्रीमती मेरै हो जस्तो लाग्छ। अब ए बुढी तल सिठी लगाएको लाग्छ के त मुसा पनि दौडिन थालिसक्यो, बरु यसो भोजन गर्ने हो कि? बिहानदेखि हिँडेको यतिखेर आउनु छ घरमा? कहाँ लखर 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 कुद्दै पैसा उठाउँछु भन्दै जाने, पैसा उठाएर चाहिँ एक पैसा लड्याउने। कति करा के कति करा। मैले त एउटा कुरा सोच्छु, खालि भुसुक्क बिर्सिँदो रहेछु। कुरा भन्नु न। छोराछोरी खै त? छोराछोरी आफ्ना आफ्ना काममा छन् होला, छोरी पढ्दैछ होला, छोरो उता कोठामा होला। अब ठुल्ठुला भएका छोराछोरीसँग आमा सँगसँगै बुखार लागेर हिँड्छ नि त। अब अहिले धेरै नबोल, भाड डर लाग्छ ल। किन होइन बुढीलाई अगाडि नलाएसँग म फेरि अघि लाने बानी छैन कि यो कुन्तुरोलाई बरु यसो लुगाऊ त परेको ल। सम्पत्ति आफ्नो सबै छ, भोटे चाल्छ ल उही। छोराको पनि भर लाग्दैन, छोडेर लप्पु लगाएर बाँड्ला फेरि है। अनि बुढा छोरो त हिजोआली कामी जस्तो भइरहेछ, छोरी पनि एक कोरी रहेछ, के भयो हौ? तिमीले राम्रोसँग नसिकाएर हो क्या। अब म भनौँ भने अब बाउतिर जाइला लाउनु फेरि के सम्झाउनु पर्ने तिमी आमासँग हेर। तपाईँको बुद्धि पनि के भएको हो? ल धेरै छोराछोरी सप्रे भने चाहिँ तपाईँको हुने, बिग्रे चाहिँ मेरो हुने। बोल्न हुन्न क्या रातिको बेला, भित्ताको नि कानुन छ। ओहो काजीको घरमा त बुढाबुढी राति भएपछि झगडा गर्दा रहेछन् भन्ने हुन्छ। पछि घर आज मेरो कारणले गर्दा आयनले कुटे खाएन, के थाहा भोलि जे पनि हुन सक्छ। मैले एकचोटि आयनलाई जसरी भए पनि भेटेर कुरा गर्नै पर्छ। भले उसको परिवार नराम्रो होला, तर आयन त्यति नराम्रो छैन। मैले जसरी पनि उसलाई भेट्नै पर्छ। आयन तिमी आयो, मलाई थाहा थियो तिमी अवश्य आउँछौ भने। आयन म तिमीलाई यहाँ भेट्न किन आएँ थाहा छ? थाहा छ मलाई, तिमीले पनि मलाई माया गर्छौ भनेको। हो माया गर्छु, अरू म तिमीलाई एउटा कुरा भन्छु, मान्छौ? कस्तो कुरा गरेको लाठी? आफ्नो मायाले भनेको कुरा पनि मान्दिनँ होला। यदि मलाई साँच्चीकै माया गर्नुहुन्छ भने मेरो जिन्दगीबाट टाढा भइदिनुहोस्, किनकि हजुरको र मेरो सम्बन्धले हाम्रो घरमा ठुलो फाटो आउँछ। त्यस्तो नभन्नु सीता, म बरु तिमीलाई यो गाउँबाट टाढा भगाएर लान्छु, जहाँ कि तिमी र म मात्र हुन्छौ। तपाईँ यस्तो जिद्दी नबन्नु न आयन। तपाईँलाई म कसरी सम्झाउँ भन्नुहोस् त? हो म जिद्दी छु, तिम्रो माया पाउनको लागि म जसलाई जे पनि गर्न सक्छु, तर मलाई छोडेर जाने कुरा नगर। ल ठिक छ, यदि मलाई साँच्चीकै माया गर्नुहुन्छ भने तपाईँको बाबालाई र मम्मीलाई लिएर मेरो घरमा हात माग्न आउनुहोस्। सपना जोड्ने कुरा गर्यौ, हात
जिन्दगी भर साथ दिन्छु भने एकै पलमा किन बिर्सियौ छोड्न सजिलो थिएन मलाई मुटुमा तिमी बसेका थियौ परिस्थितिले जिते होला प्रेममा म हारेर बसे तिम्रो आँखाको सपनाभित्र मेरो नाम अझै होला तर समयको निर्दय निर्णयले हामीलाई छुट्यायो होला प्रेमले पनि बोल्न नसकेको जस्तो